हेलो गाइज वेलकम टु माई न्यू भ्लग। सो आजको भ्लग चाहिँ स्पेसल हुनेछ। सो म चाहिँ आफ्नो मामालाई आइरहेको छु र मेरो पछाडिको यो केटालाई देख्दै हुनुहुन्छ होला। यो चाहिँ चुट्टु सर्ट्सको यसको च्यानलमा 159 सब्सक्राइबर छ। ल सबैजनाले हेर्नु हेर यहाँको टुर कस्तो राम्रो छ। मेरो घर तपाईले देखिसक्नु भएको छ होला गाइस। ल अरूको भ्लगमा बिचमा बोल्न पाइदैन। ल है त गाइस, ल है त गाइस, ल म चाहिँ यहाँनिर लग्दैछु तपाईहरुलाई टुर गराउन। र यहाँनिर चाहिँ रहेको छ टाइगर। टाइगर भन्नाले कुकुर हो है, ल्याब्राडोर ब्रिडको। ल यहाँनिर चाहिँ आमा हुनुहुन्छ। आमाले फेरि लट्ठी लिएर आउँदै हुन्छ, कुट्नुहुन्छ बाबा। र गाइस यहाँको इन्भाइरोमेन्ट चाहिँ साँच्चै क्लिन छ। सो आज चाहिँ श्राद्ध रहेको छ, मेरो हजुरबुवाको पनि हजुरबुवाको। सो गाइस अब म तपाईहरुलाई भित्रको टुर गराउँछु है त गाइस। हामी यहाँबाट निस्किम। ल गाइस उफ्रिँदै जानुपर्छ त गाइस। यहाँनिर चाहिँ हेर्नु होला गाइस, यहाँनिर चाहिँ हाम्रो फ्यामिली पुरा श्राद्धमा रोटी पकाउँदै हुन्छ। मेरो मम्मी यस्तो कष्ट गरेर पकाउँदै हुन्छ। त्यसको लागि चाहिँ लाइक र सब्सक्राइब गरिदिनु नबिर्सिनु होला है। यसरी पनि यसरी लाइक सब्सक्राइब गरिदिनु। यहाँ चाहिँ हुन्छ हाम्रो दिदी र यहाँ चाहिँ हुन्छ मेरो बाबा। हाई गरिदिनु। ल यहाँनिर चाहिँ छ हाम्रो चिफ गेस्ट। यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो मामा। यहाँनिर चाहिँ बुढाबुढी र सबैजना तपाईहरुलाई देखाइसके। र म तपाईहरुलाई एउटा कुरा भन्न गइरहेको छु र त्यो कुरा चाहिँ रहेको छ अबाउट मेरो फुटबल। म चाहिँ अन्डर 12मा सेलेक्ट भएको थिएँ। सो हामी हिजो गएको थियौँ तर हामी जित्न पाएनौँ, सफल भएनौँ। सो त्यसको लागि केही त छैन, अर्को पालि हामीले फुल मेहनत गर्नेछौँ। र हिजो चाहिँ रेफ्रीको सपोर्ट गरिरहेको थियो। कञ्चन स्कुलको सपोर्ट गरिरहेको थियो रेफ्रीले। सो हामी जित्न पाएनौँ। सो केही छैन, अर्को पालि मेहनत गरौँला। सो अब तपाईहरुलाई यसरी पनि भ्लगिङ गर्दै म देखाउने छु। र यहाँनिर हेर्नु होला, म तपाईहरुलाई मन्दिरको पनि टुर गराउने छु। ल तपाईहरुलाई म पहिला मन्दिरको भन्दा अगाडि तपाईहरुलाई मिलको गराइहाल्छु। ल टुर। ल यहाँनिर चाहिँ रहेको छ हाम्रो मिल है त गाइस। यहाँनिर चाहिँ हाम्रो रहेको छ मिल। सो यहाँनिर सबै सामान छ हाम्रो। यो मावलामा चाहिँ 3टा ट्र्याक्टर छ, 3टै आइसर 380 र ट्र्याक्टरको सबै सामानहरू पनि छ। सो अब चाहिँ मन्दिरको टुर। अब सो गाइस हेर्नु होला मन्दिर कस्तो छ। गाइस म चाहिँ नक्ली चुट्टु सर्ट छैन, असली नै हो। आवाजले चिन्नु होला। सो गाइस यस्तो घाममा तपाईहरुको लागि मेहनत गरिरहेको छु। यतिको लागि चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला। र तपाईहरुलाई म श्राद्धको यज्ञ पनि देखाउने छु। ल श्राद्ध चाहिँ सिद्धिसकेको छ जस्तै छ, त्यही पनि म तपाईलाई एकचोटि देखाउने छु। र गुरु यहाँनिर हुनुहुन्छ गाइज। अब हेर्नुहोस् यहाँनिर चाहिँ रहेको छ श्राद्ध गरिसक्नु भएको रहेछ। सो गाइज यहाँनिर चाहिँ हाम्रो आमा हुनुहुन्छ, गोग्रो बनाउँदै हुन्छ। र अब हामी यस्तो गर्दै भ्लगिङको एन्ड गर्न आँटेका छौँ। सुरी कतार छ भने त डर लाग्छ। ल अन्त है यहाँनिर चाहिँ फुल खाना पाकिरहेछ। सो गाइज आजको लागि यति नै। सो लाइक र सब्सक्राइब गरिदिनु होला। हेरेर मजा आयो भने कमेन्ट गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ गाइज, बाई।